अब आजको यात्रा स्टार्ट भयो 2025 4 महिना 1 गते गाडी फुल भयो अब गाडी आयो कम्बिनीमा अब रेस्ट यो पर्सन मैले 6 वर्ष गाडी चलाएँ त्यस्तै तलै हो राम्रो लाग्छ मलाई त देख्दा नौनी ठाउँ बनाएको क्या हो कि हैन त्यस्तै भिजेर बनाउनु पर्यो फोटोसुट चल्ला यो त छत लगारे गुजरारे गुजरारे होला कि गुजरारे गुजरा चिहान यस्ता खाले हुन्छ यस्ता खाले आफ्नो आफ्नो चिहानको नामहरू देखेर यो चाहिँ एकदम महँगो वाला रहेछ क्या त्यसले कुकुरलाई माया गर्थ्यो होला त्यही भएर कुकुर राखिदिएको त्यसको आफ्नो डिजाइनको छ सगरमाथा गएको प्रज्ञा अरे प्रज्ञा हो के नेपाली नै त के अब नेपाली नाम राखेको पनि त हुन्छ हैन नेपाली नाम राखेको त्यो नेपालसँग बिहा भाइरल भएर हामी भइजान्छौँ उनीहरूको हालेर ल ल यस्तो हुनुपर्छ यस्तो मजाको ठाउँमा फोटोसुट चलिरहेछ बड्डाबड्डीको छोरीलाई उता बनाएर दुईजना छुट्टै
परेवाका जोडी जस्ता छन् सबैजना सम्हाल्नियो भाइरल बनाइदिनु पर्यो हो भाइरल भाइरल यति भएपछि भाइरल सुटिङ चल्दैछ अब हामी दर्शक ढिलो गर्नुभयो के वान शट भयो मिलेछ सेकेन्ड सुटमै सफल भयो जस्तो छ भएन है लाज मान्नेले भएन सेकेन्ड शट भएन अब फेरि गर्नु पुरै पानी धेरै टाइम नजाऊ के यो भएन अगाडि त मिल्यो थियो पछाडी बिग्र्यो च्याप्टर 4 च्याप्टर अब नाच तिमी पनि सँगै किन नाच्ने नाच्ने हो के जस्ता भएपछि घाँस मरिन रुका भाँची कुरा बोलेर आएको अनि चुकेर तिमी बिचमा आउट ल हामी योङ टाउनमा आइयो अहिले चाहिँ चिट्ठा हानौँ न हामी भन्ने ल अब बेलुकाको चाहिँ रोयल किचनमा हुन्छ हाम्रो पार्टी यस्तो पानी परिरहेछ उसकी दुश्मन नुन मलाई नि कम ओरेन्ज जुस लाएर बर्बाद छ फेरि Baby,
पुरै तिमी जस्ता हजार पाएको छु अनि गायकमा हुनुहुन्छ हाम्रो सबिन ढुङ्गाना हाम्रो दर्शकहरू हुनुहुन्छ हाम्रो सम्पूर्ण हाम्रो भवि अब हाम्रो चाहिँ प्रोग्राम अगाडि औपचारिक प्रोग्राम सकिएको अनौपचारिक कार्यक्रम हामी प्रवेश गरेका छौँ। साङ्गीतिक कार्यक्रम भनिन्छ जसमा हाम्रो प्रमुख प्रस्तुति रहेको छ हाम्रो सबिन ढुङ्गाना सरको। उहाँले चाहिँ एउटा मिठो गीत गाएर हाम्रो यो माहौललाई अझै रोचक बनाउन गइराख्नु भएको छ। सबैले ताली साथ उहाँलाई हाम्रो गीतको लागि छ छिनको छिनेमा ल छिनको छिनेमा अब हामीहरू गीत गाउन गइरहेका छौँ।
किन सुरु भयो यो लोकगीत बाइकको एउटा गीतमा आउँछ है यो भागभाइ गरेर ल स्टार्ट ल गाईको जाओस् न चिन्ता किन छैन म छु नि त त्यही भएर चिन्ता किन छैन फिल्डमा दाइ त खुसी जापान बस्या हैन परदेशीको के भरा हुन्छ र कि फर्कन्छ कि धोछ मरे चिठी धागोले बाँधेको बाँचे होला भेट परदेशीको के भरा हुन्छ र कि फर्कन्छ कि धोछ बगर नारुखानमा गेट मरे चिठी धागोले बाँधेको बाँचे होला भेट गीत साह्रै मार्मिक गीत गाउनुभयो उहाँको प्रस्तुत लागि सबैले ताली बजाएर एकचोटि उहाँलाई दुःख थाहा छैन सबैले गरेछ किन होला मात्रै बुझ्छु मनले त मान्दैन किन हो आउँदै सबले आफ्नो पीडा बुझ्छु मन ल अब चाहिँ गोरी स्टार्ट गर्नुभयो ल गोरीमा चाहिँ हाम्रो उतातिर त्यो माइक चाहिँ उता हस्तान्तरण एकदम प्रस्तुति हेर्न आउन सबैले ल जाओस् न ल अब हामी घर आइयो अहिले चाहिँ रातिको 1:18 गएर रहेछ ल त्यही भएन कुरा ल फेरि भिडियो हाल्दै गर्छौँ हामी यसपालिको साकुरा हेराइ सक्यो